नमस्कार सबैजनालाई र आज सुकिया मनोरञ्जन समष्टिको तत्परतामा गोर्खाल्यान्ड शहीदहरूको पुण्य आत्माले शान्ति पाउन् भनेर यहाँनिर हवन यज्ञ गर्न लागिरहेका छौं र यस पटक चाहिँ हाम्रा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नयाँ पहल र यहाँनिर हामीले यसरी होम यज्ञ गरेर शहीदहरूलाई सम्बर्धना जनाउने शहीद परिवारलाई सम्बर्धना जनाउने कार्यक्रम भइरहेका छन् भने यति बेला यो शहीदहरूको सम्मानको निम्ति यहाँनिर शहीद वेदी पनि तयार भइसकेको छ। हाम्रो गुरुजी सशिन्द्र झाद्वारा यहाँनिर होम यज्ञ गरी आजको यस पुण्यतिथिलाई सम्पन्न गर्न लागिरहेका छौं र गुरुजीको अगुवाईमा यहाँनिर शहीदको सम्मानको निम्ति शहीदको आत्माको शान्तिको निम्ति यहाँनिर यस्तो प्रकारले पूजा अर्चना गर्ने कार्यक्रम हुन लागिरहेको छ। हाम्रो गुरुजीद्वारा यहाँनिर होम यज्ञका लागि रेखी कोर्दै हुनुहुन्छ।